आजको अहिले चाहिँ म खाना खान लागेको तर त्यो भन्दा अगाडि चाहिँ मैले अलिकति अन्डा चाहिँ पकाउने हैन प्याजहरु काटेर भात र तरकारी छ नि त अन्डा फ्राई गरे पनि मिठो हुन्छ नि अलि खाना हाम्रो साथी बाहिर गएको छ अहिलेसम्म आएको छ नि बिहान गयो कामले गएको छ अलिकति अहिलेसम्म आएकै छैन बतातिर गएको छ कि काममा साथी चाहिँ गएको रहेछ पासपोर्टको कार्यक्रम रहेछ त्यसको त्यही भएर बतातिर हिँड्ने रहेछ म चाहिँ अहिले एक्लै हो कतिखेर त्यो आउँछ गएको साथी चाहिँ बिहानै गयो लगभग टाइम चाहिँ 9 बजीतिर गयो अहिले चाहिँ म अब एक्लै छु अहिले हैन साथी आएपछि अन्डा चाहिँ पकाएर खाने म चाहिँ पकाएर खाइहाल्ने हो तातो खानुपर्छ नि त चिसो खाएको अहिले मौसम चाहिँ चिसोको छ चिसो खानु हुँदैन नि त त्यही भएर आउँछ त्यो तातो अन्डा पकाउँछ फ्राई गरेर खान्छ म चाहिँ खोर्सानी प्याज काटे अन्डासँग पकाएर मजाले खाने हो भात पकाइसकेपछि मैले आफैले खाने कसैले पकाएर खुवाउँदैन यो घर होइन घर भयो भने मान्छेले पकाएर खुवाउँछ भन्छ नि त्यस्तो होइन विदेशमा त एक छाक पनि कसैले सोध्दैन पनि आइज खाइहाल भनेर कसैले सोध्दैन तपाईलाई कसले सोध्ने विदेशमा पकायो भने खायो पकाएन भने भोकै बस्ने यहाँ त आज कुन दिन हो आइतबार के हो सन्डे रहेछ हैन सन्डेको दिनको यो भिडियो है भिडियो यसो हेर्दाखेरि यो कुनै घरबाट नेपालबाट भिडियो बनाएको होइन नि त साउदी अरबबाट बस्ने मान्छे धेरै बस्छ साउदी अरबमा यो मैले भनेको छैन कि मै मात्र साउदीमा बस्छु भनेर बस्छ होला थुप्रो मान्छे बस्छ म एक्लै बसेको छैन मैले एउटा भन्न आँटेको कि मैले भिडियो बनाएर फेसबुकमा हाल्छु युट्युबमा हाल्छु हैन तपाईहरुलाई भिडियो कस्तो लाग्छ हैन जस्तो अब मान्छेले फेसबुकमा हेर्यो भने फलो गरिदिनु होला लाइक शेयर कमेन्ट गरिदिनु होला 2-4-5 वटा कमेन्ट गर्यो भने तपाईलाई पनि फाइदा मलाई पनि फाइदा नयाँ फलोअर्सहरुको लागि के हैन एउटा कुरा त भनेको मैले अब कति सम्झाउनु के बुझ्दैन भनेको विश्वासै लाग्दैन नयाँ फलोअर्सहरुलाई तपाईहरु कमेन्ट गर्नु हामी पनि कमेन्ट ब्याक गर्छु तपाईलाई पनि फाइदा हामीलाई पनि फाइदा कत्रो मेहनत छ त विदेशमा टाइम निकालेर खाना खाँदै पनि भिडियो बनाइदिएको छु हैन खाना पकाउँदा पनि भिडियो बनाइदिएको छु काम गर्दा पनि भिडियो बनाइदिएकै छु बाहिर कता गए पनि मार्केटतिर तपाईहरुलाई भिडियो हेराकै छु के पकाउँदै छु के खाँदै छु भने त्यो पनि तपाईहरुले भिडियो मैले अहिले हाल्दिएको ल अस्तिदेखि हाल्छु टक्क भिडियो हालिदिन्छु फेसबुकमा पनि हालिदिन्छु युट्युबमा पनि हालिदिन्छु अब फेसबुकमा त पवन 2344 छ हैन अनि युट्युबमा चाहिँ पवन 2344 ब्लग्स पवन चाहिँ पी चाहिँ ठुलो अक्षरमा अनि भी चाहिँ ठुलो अक्षरमा जस्तो PAWN लेखेर अनि 2344 लेख्नु हैन
भी चाहिँ ठुलो अक्षर VLOGS लेख्नुहुन्छ भने भेट्नुहुन्छ डाइरेक्ट। तपाईहरु त खानु हुँदैन, म एक्लै मात्र खाने। किन तपाईहरुलाई त भोकै लाग्दैन? फलोवर्सहरुलाई भोक लाग्छ र? नयाँ फलोवर्सलाई भोक लाग्दैन त अहिले। पुरानो फलोवर्सलाई भोक धेरै लाग्छ। कतिको भोक लाग्यो तपाईहरुलाई पनि कमेन्ट गर्नु तपाईहरुले ल। अन्डा पाकिसक्यो। अब भात निकाल्न आँटेको, भात निकाल्यो। यो भात चाहिँ पारा चाहिँ ठिक लागेन मलाई। पहिलाको चामल ठिक थियो। हुन्छ बासमती हो कि, तर अब अनेक किसिमको बासमती आउँछ नि त। कुनै एकदम राम्रो, कुनै एकदम ठाडो चामल के। चामल चाहिँ फेरि त्यस्तो गलत नसोच्नु, ठाडो भनेपछि त्यो मान्छेले। अब साथी खान्छ नि त, साथीको लागि पनि राखिदिनु पर्यो। आउँछ खोर्सानी राख्ने, प्याज राख्यो, तरकारी हालेको। अब त्योहरू पहिला सब साइड लगाइदिनु। तरकारी हाल्छु, अन्डा हाल्यो। ल आयो खाना आयो। अन्डा पनि आयो। यहाँ चाहिँ आफैले गर्नुपर्छ सक्छु। यो नसोध्नु कसैले पकाएर दिन्छ। मेस छ, सबै ठाउँ मेस हुँदैन नि त। सबै ठाउँ मेस हुन्छ र हुँदैन। खानुभन्दा अगाडि धोएर राख्यो भने सजिलो हो क्या। अब खाइसकेपछि मान्छेलाई कति अल्छी लाग्छ नि त कतिलाई। अहिले एउटा भाँडा छ भने खासै लाग्दैन, धेरै भाँडा भयो भने मात्र अलिकति। पानीको गिलास पनि उतै रहेछ। हो खाना आयो ल। यहाँ त तपाईँहरूको खाना आयो।